भन्नु छ तिहारको सबैजनालाई शुभकामना दिनु छ ह्यापी तिहार सबैलाई रमाइलोसँग टिका लगाउनु रमाइलोसँग मान्नु सबैलाई बेस्ट लभ माथि अब चिया पाइसकेको छ म चिया लिएर आउँछु है त आउनु माथि ल मम्मी अब रिसाउन थालिसकेको छ किनभने काटी ढिला गरेको आजको दिन पनि ढिला गर्छन् हाय गाइस बितिसक्यो ल अब केही भन्नु अब यस्तो मलाई त पनि हुन्छ अब बोल्दिनँ भन्दिनँ अब ल ठीक छ गुड गुड ह्यापी तिहार सबिना ह्यापी तिहार सबैजनालाई मेरो नमस्कार तिहारको ह्यापी तिहार कोही दाजुभाइ बाहिर छन् कोही दाजुभाइ यहाँ छन् म आज साइडको टिका लाउँदैछु सबै दर्शनहरूले हेरिदिनु होला सबैलाई भाइटिकाको शुभकामना सबैलाई भाइटिकाको सबै भाइ छोरा भाइहरू सबैलाई तिहारको शुभकामना ह्यापी तिहार सबैलाई ह्यापी तिहार है म पनिर तार्दैछु मासु खानेलाई मासु नखानेलाई पनिर तार्दैछु पनिर तार्दै पनिरको झै रोज बनाउने काउली होइन अब काउली काटा अहिले मलाई त्यो आउने त सिकाइदिन्छु म पनिर तार्दैछ यहाँ पनिर पाक्दैछ यहाँ काउली काटिँदैछ ओहो त्यसो बाहिरको काउली लिएर आइदियो त्यो मैले चिक्क बनाइसकेको छ काउली यसरी मासु पकाउँदै हुनुहुन्छ मजाले भिजेर पक्कु लाउने पक्कु बनाउने होइन आमा हो आइसमा राखेर गाह्रो भयो क्या आइस भयो छैन बनाउनै छ ल पकाउँदै गर्नु तपाईँ यहाँ सिस्टर तँलाई यसरी गाह्रो हुँदैन भने हुँदैन 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 गर गर काम गर मेरो बहिनी यहाँ बसिरहनु भएको छ मम्मी माला गाँच्ने भने होइन तल छ कहाँ छ माला यहीँ छ तल सट्ट पुस्नु पऱ्यो पाउनु अनि सामानहरू सुन्तलाहरू सबै लिएर आइज अब मसला भाग पनि लिएर आइज सुरु गर लुगा आउँछ साथ काम चल्दैछ जोरो सोरो जल्दी 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 भनेर म भन्दिनँ अहिले मैले गाली खान्छु तेरो काम छैन भनेर गाली खान्छ अहिले कौली काट्न मुस्किलको काम ए फुच्ची कौली काट्न मुस्किलको काम भन्छ कसले कौली काटिरहेको छ मुस्किलको काम भन्दै अचम्मै छ त्यसरी नब्या भयो हुन्थ्यो मम्मी अब तिल भुट्न लागेको आलुको अचार बनाउने सुक्खा आलु तिल पुस्न लागेको पिस्न लागेको आजको क्लाउड कस्तो राम्रो के नाइस अब लुगा लगाएर मसलाहरू आलुको अचार आर्टिस्ट द आर्ट वाह 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 के अरे स्टाइल त मरद छ यार केटीको त बस्ने स्टाइल हेर नि त्यहाँ अब दाजु नाहा चाख्ने हाम्रो घरको दाइ हो दाइ यसरी बनाउने भने तोरीको तेल मजाले हालेर पकाउने
मेथी जिरा हाल्ने अनि अदुवा लसुन हाल्ने अनि हरियो खोर्सानी चिरेर हाल्ने अनि त्यसपछि अनि धनियाँको धुलो जिराको धुलो हाल्ने अनि गरम मसला हाल्नु पर्दैन त्यसमा अनि पानी नहालिकन यसरी रातो गरी भुट्ने अनि पक्कु लगाउने भन्ने यसरी पक्कु लाउने यसरी भुट्ने अनि यसरी पक्कु लाउने छोप्दै पकाउँदै गर्ने ल यहाँमा धनियाँ केलाउँदै छ यहाँ धनियाँ सबै बिग्रेछ गाडीले धनियाँ केलाएको एकदम राम्रो केलाउनु हुन्छ कि दाल यो सबैमा काम लाग्छ यहाँ यो जोपाइले केलाउनु जान्दैन मलाई यसपालि तिहारमा धेरै सही गर्नु भएको केलाउनु पर्छ क्या केलाउने कुलाउने पहिला हेर्नु ल त्यो चक्लेट पनि त राखेको छैन नि कान्छीको के काम छ भनिहाल्नु रे अलमोस्ट डन यो एउटा माला उनेर तर गइहाल्नु पर्यो सियो घुसानी जस्तो काम त केही नै होइन यो सानो छिरेरै आज त के हो एकजनालाई मात्रै पुगेन एकजनालाई मात्रै हो तर कहाँसम्म गर्ने भन्ने कुरा आयो कि गलाको लामो चाहिँदैन धेरै ठिक्कको अब हामी सयपत्री माला अगाडि बिचमा उगाएर यो कुन चाहिँ यो पूजा गर्ने फुल त त्यहाँ राखेको छु यो अहिले तेलमा घुमाउनु चाहेको छु तेलमा घुमाउनु कस्तो चाड कला लगाइदिने हेर है कला लगाइदिने हेर है आज पुगेन है त्यो के भयो भने थाहा छ के भयो यहाँ सानो भयो होइन यहाँ ठुलो गर्दै आइज माथि सानो गर्दै आइज भनेको थियो मैले यहाँ ठुलो गर्दै आइज भनेको थियो 2 बजेबाट अनि अब यहाँ सानो भयो पनि त हेर्नु न आमा कसो त न फेरि सुरुबाट गाँच्ने के गर्नु त छिटो गर ढिलो भइसक्यो ढिलो भइसक्यो आमा त्यसमा गाँसेर गर्न अब 2 बजे म गाँठो नि के गरेको यो माला कसरी बनाएको क्या यो सानो भएन यहाँदेखि एकै नाच गर त्यहाँबाट माथि सानो गर भनेको थियो यहाँ त आफै भन न माला कस्तो भयो भने थाहा छ कास्त भयो कास्त ले यहाँ त गाइसमा रेडी भइसक्यो खै को घर पनि त ल्याउनु पर्ला नि
आइज कान्छी मेरो कान्छी पनि रेडी भइसक्यो देख्छ त कति यता उताले देख्छ त के हारे होस् रहेछ चाहिँ चिज न यो छको म चाहिँ भर्तीमा होइन 10 कम्पनी पनि होइन आफ्नो घरमा के 10 कम्पनी भाडा मस्काउँदैछु छिटो इन्ट्रोडक्सन मलाई दिने ल भाइ के भन्छस् के भन्नु मन छ ल के भन्नु मन छ के रे बाबाले भिडियो हेर्नुहुन्छ होइन जापानबाट अनि बाबालाई के भन्ने यहाँबाट लाइक सब्सक्राइब गरिदिनु भन्ने बाबालाई लाइक सब्सक्राइब गरिदिनु के बाबा धेरै धेरै सम्झना छ माया छ भन्ने बाबा र मम्मीलाई कि कमेन्ट पनि गर्नु अरू मम्मी बाबालाई अनि मम्मी बाबालाई के भन्ने मम्मी बाबाले भिडियो हेर्नुहुन्छ नि त भाइ मामाको 2-4 शब्द चाहोस् न त के भन्नुहुन्छ बाबा सबैलाई ह्याप्पी तिहार दिदीहरूको मान चाडपर्व तिहार सबैलाई ह्याप्पी तिहार ल त्यो मेरो ह्याप्पी तिहार सबैलाई हाम्रो ह्यान्डसम भाइ मम्मी बाबा धेरै धेरै सम्झना माया यो भिडियो हेरेर म एकदमै के छु कुशल मङ्गल छु भनेर भन आउँदैन ल जायो भन्ने हो क्यामेरा उता गए पनि यहाँ बोल्न पाइयो नबोल्ने मैले चाहिँ यता तेलमा मेथी र जिरा हालेर आलु फ्राई गर्दैछु काउलीले
भान्जी भान्जीले लाउँछ अहिले बुवा पनि दार्जिलिङ है